तिमी कसलाई पठाउँछ थाहा छैन मलाई केही पनि जसैलाई पठाउ तिमी होइन तिमीले मलाई भन्छौ के हो तपाईँ यताउति गए भन्छौ अरे यार एक दिनको 9 काम गरेर आएको छु ड्युटी हिजो पनि गएँ लक्ष्मी पूजाको दिन आज पनि गएँ संसारले दिवाली मनाइरहेको छु हुन त पैसा पाइरहेको छु सरकारबाट मैले के अरे तिम्रो त्यो उयो पाइरहेको छु होलिडे अलाउन्स बेसी तलब पाइरहेको छु तर एक दिनको 9 अरे सेक्रिफाइस गरिरहेको छु नि त मैले मलाई मजा लागेको भन्नु के भन्नु 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 के छ अन्त के छ भने के दुःख गुनासो के हो तिमी मलाई झिझो गर्छौ आएर कुनी के अरे कुनी के अरे म डिजर्भ गर्छु यार एक दिनको 9 बजीसम्म काम गरिरहेको छु कहीँ गएको छैन हाम्रो ओबिसी अफिस छ यहाँ अगाडि तास खेलेको छ जब बस्छ जवाहरू यहाँनिर बिहान 7 बजी आएर उनीहरू तास खेलेर रक्सी खाएर 8 बोतल 9 बोतल बिपी चलेर उनीहरूको रातभरि तास खेलेर उनीहरू मलाई पनि बोलाउँथ्यो थियो तास खेल्नु आइज यहाँ ओबिसी अफिस छ भनेर म गइनँ किन जानु म जान्दिनँ भन्नु न होइन म जानु सक्थेँ तिमीले रोक्नु सक्थेँ मलाई तब तास खेल्नु जान्दैन अनि तास नखेल्छ म खाएर आउँथेँ नि त भगवान् 7 बजीसम्म तास चल्यो म जानु सक्थेँ नि त तिमीलाई लड्नु सक्थेँ नि त म तर म गइनँ किनभने किन जानु आफ्नो फ्यामिली छ नानीहरू छ खेलिरहेको छ बस बस्नु भनेर बसेँ म तर यसको यो त्यो होइन ती तिमीलाई डोमिनेट गर्छौ मैले के डोमिनेट गरेँ के डोमिनेट गरेँ डोमिनेट तिमीले गर्नु पर्दैन नि त मलाई म त जान्छु अरे यार अघि पनि गएँ ड्युटी गएँ ड्युटी गरेर आयो ड्युटीमा दिवाली मनायो मेरो नि त म पनि त एक्लै बनाएँ नि एक दिनको 9 बजीसम्म ड्युटी गरेर आएँ खाएँ त मैले अलिक खाएँ के भयो त्यो प्रब्लम कसलाई के भयो कसलाई भयो प्रब्लम यो कुरा राम्रै भन्नु त अन्त राम्रै भन्ने कुरालाई अलिकति यो कुरा मलाई मलाई भन्नु के छैन यसमा एक दिनको 9 को ड्युटी हो अब मैले गरेर आएँ अब तिमीले आफ्नो ड्युटी आफ्नो गरे होला सबको आफ्नो काम हो काटा